फेरि पनि आफ्टर लङ टाइम पछि हाम्रो माननीय सुभाष सरसँग ब्याक टु हाइक होइन। आज चाहिँ हल्का यसो एक्सर्साइजको लागि ब्याक टु हाइक हामी फेरि माननीय सुभाष सरसँग जाँदैछु चुनुनको त्यो टप डाँडामा। अहिले चाहिँ हिउँ लागिरहेछ अरे गाइस, हिउँ खेल्ने भने आऊ है। मोटाइयो त्यही भएर फेरि हाइक सुरु। अब न्यु इयर सबै सकियो होइन। के छ त माननीय सुभाष सर, कस्तो भयो त नेपाल? राम्रै भयो, रमाइलो भयो सर। कुन कुन ठाउँ जानुभयो यसपालि? घरपाटन गएँ, कान्द्रुक गएँ, खुमाइगेडा गएँ। ए निकै धेरै जानुभएछ त नि सागदातिर नि। माननीय सुभाष सर किसिमको हुनुभएको छ, सही फिटमा हुनुहुन्छ अहिले। लाज गाह्रो बनायो सास फेर्नै गाह्रो भयो। सिधै ठाडो उकालो छ क्या, मर्यो मर्यो। सुभाष सर थाकेको छैन? हल्का भयो सर। सरलाई त अब दुई दुईचोटि हिँडिसक्नु पनि होइन, त्यसले गर्दाखेरि त्यस्तो साह्रो थकेला आएन होला। म माया कसम मर्ला जस्तो हुन लागिसक्यो यार। गाइस भ्युज है दामी देख्छ। What you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? What you gonna do for it? How you gonna move for it? छिटै आइयो, नसकी हिँडेर पनि त्यो एक्सर्साइज चाहिँ डरै भयो गाइस। दिस इज माई 2026 है गाइस। सर कस्तो भइरहेछ सर? रमाइलो भइरहेछ। त्यसपछि निक्लिरहेको छ नि सर। ल गाइस अब चाहिँ हामी त्यहाँ टुप्पामा पुग्न लाग्यौँ है। फाइनली हामी चाहिँ अब टपमा आइपुग्यौँ। हजुर जाम त्यहाँ माथि गएर अनि एकछिन यसो भ्यू हेरेर अनि झर्छौँ। ल आजको एक्सर्साइज चाहिँ यति नै भयो। फेरि पनि सबैलाई के भन्न चाहन्छु भने दिस इज इयर 2026। मोटिभेट हुनुहोस्, केही गर्नुहोस्, रसी खाने भने खानुहोस् होइन, तर मोटिभेट चाहिँ हुनुपर्छ है गाइस। हिँड्नुपर्छ, पसिना निकाल्नुपर्छ। तर एकछिनको नाटक जस्तो लाग्छ मेरो पनि है, धेरै त सक्दिनँ होला। यहाँबाट चाहिँ अब सनसेट अक्खा देख्छ गाइस। सनसेट यहाँ तल जानेछ, सिधै सनसेट चाहिँ दामी देख्छ। सो हामी चाहिँ अलिकति माथि जान्छौँ। माथि गएर चाहिँ हल्का रेस्ट। ल गाइस त्यहाँ तल चाहिँ बुढोहरू सही एक्सर्साइज गर्छ क्या आएर। अनि यो चाहिँ टक्क बुढोहरूको जिम गर्ने ठाउँ हो। अब उता चाहिँ चाइना देखिरहेको छ होइन। आज वेदर त्यस्तो क्लिन छैन सनसेटको लागि, आज त्यस्तो साह्रो क्लिन चाहिँ छैन। हामी चाहिँ अलिकति माथि टप छौँ, यसकै तल छौँ। फाइनली वी आर इन टप है। यताबाट चाहिँ सनसेट त्यहाँबाट लाग्ने भयो। पहिले साउथ पोलबाट साउथ पोलबाट जहाजमा डुङ्गामा के उहाँ गर्दै जाँदाखेरि नर्थ पोलमा भेटेको। पहिले त्यो हिस्ट्रीमै छ त त्यस्तो कुरा। त्यही भनेको यहीँ रहेछ नि त आउने ठाउँ, सजिलो रहेछ त। हामी त्यहाँ गाह्रो चढिरह है, दिमाग धेरै भएको नि छ। दिमाग धेरै भएछ क्या, उल्टो बाटो चढेछ। ओके गाइस अब के भन्नु होइन, सनसेट खिचौँ भने है, सनसेट खिच्न नपाउने भयो। अलिक जाडो हुँदै गयो होइन। अनि मेन कुरा टाइमले पनि अलिक साथ दिन्न।
सो वेदर पनि खुले छैन वेदर पनि त्यस्तो भने जस्तो खुले छैन सो अब सनसेट त्यस्तै भयो सनसेट चाहिँ नखिच्नु पर्ला होइन अब चाहिँ सिधै घर गइन्छ गाइस ल अब ढिलो भयो अँध्यारो पऱ्यो हजुर घर गएर हुन त अहिले भात खान छोडेँ नि त मैले ल त्यही हो गाइस अब हामी माथिबाट झर्दैछौँ अब आजको लागि यति गाइस फेरि भेट्दै गरौँला अब छिटै नै अझै अरू हाइक गर्दै गरौँला ल सियु गाइस सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई च्यानल सर डोन्ट फर्गेट टु सब्सक्राइब पैसा लाग्दैन पैसा लाग्दैन जसले सब्सक्राइब गर्छ त्यसलाई मैले $5 दिएँ मा कसम ल ठिक छ त्यस्तो क्लिन छैन वेदर